नमस्कार, अपन समाचारमा स्वागत छ। सुरु गरौँ मुख्य समाचारबाट। सिराहाको गोल बजारमा आज बिहान प्रेसर कुकर बम भेटियो, आवत जावत गर्ने बाटो बन्द। खोटाङमा ट्र्याक्टर दुर्घटना, 3 को मृत्यु, 1 गम्भीर घाइते। नेकपा स्थायी समितिको जारी बैठकमा अध्यक्षद्वय केपी ओली र दाहालले पेश गर्नुभएको राजनीतिक प्रतिवेदनमाथिको छलफल सकियो। ज्वालामुखी विस्फोटनपछि सुनामी, इन्डोनेसियामा 43 जनाको ज्यान गयो। र फ्रेन्च लिग 1 पिएसको जित, सर्वाधिक गोलकर्ताको सूचीमा एम्बापे। अब समाचार विस्तारमा। सिराहाको गोलबजार नगरपालिका 4 मा सहायक सडक नजिक आज बिहान प्रेसर कुकर बम भेटिएको छ। गोलबजारको मुख्य बजार क्षेत्रदेखि दक्षिणतर्फ बस्ती नजिकै पश्चिम दक्षिणतर्फ प्रेसर कुकर बम भेटिएको इलाका प्रहरी कार्यालय गोलबजारले जनाएको छ। प्रहरीका अनुसार बाहिर प्रेसर कुकर देखिए पनि घाँसभित्र राखिएकोले यकिन हुन सकेको छैन। घटनास्थल अहिले सिराहाको चोहरवामा रहेको नेपाली सेनाको श्री नयाँ गोरख गणनाबाट आएको बम डिस्पोजल टोली सशस्त्र प्रहरी र नेपाली प्रहरीले 200 मिटरको दूरीमा घेरा हालेर राखेको छ भने आवत जावत गर्ने बाटो बन्द गरिएको छ। बम भेटिएको ठाउँ नजिकै स्वतन्त्र तराई निर्माण सेनाको पर्चा भेटिएको छ। मिति, छाप र आधिकारिक हस्ताक्षर समेत नरहेको पर्चामा औपनिवेशिक शासन विरुद्धको तराई मुक्ति आन्दोलनले पहिलो दशक पूरा गरी दोस्रो दशक पूरा गरेको, त्यसका लागि हुने सङ्घर्षलाई निरन्तरता दिन सहयोग अपेक्षा गरिएको उल्लेख छ। सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर 4.7 रेक्टर स्केलको पराकम्प गएको छ। आज बिहान 5 बजेर 6 मिनेटमा सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर पराकम्प गएको हो। उपत्यकामा पनि महसुस गरिएको धक्का 2072 साल वैशाख 12 गतेकै भूकम्पको पराकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ। यसअघि गएको कार्तिक 8 गते सिन्धुपाल्चोक र दोलखाको सिमानामा 4 रेक्टर स्केलको पराकम्प गएको थियो। ट्र्याक्टर दुर्घटना हुँदा खोटाङमा 3 जनाको मृत्यु भएको छ भने 1 जना गम्भीर घाइते भएका छन्। दिक्तेलबाट निर्मली डाँडातर्फ जाँदै गरेको कोड 25660 नम्बरको ट्र्याक्टर आज बिहान करिब 3 बजेको समयमा दुर्घटना भएको हो। मृत्यु हुनेमा दिक्तेल रूपाकोट मभुगढी नगरपालिका 9 निर्मली डाँडाका 21 वर्षीय माइकल राई, 35 वर्षीय भीमप्रसाद ल्युटेल र सोही नगरपालिका 7 दुपा चिउरा डाँडा 19 वर्षीय खेमराज भुजेल रहेका छन्। सोही ट्र्याक्टरमा सवार निर्मल डाँडाका 21 वर्षीय दुर्गा बहादुर ल्युटेल गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायक उपनिरीक्षक राजकुमार केसीले जानकारी दिनुभयो। अहिलेसम्म बेहोस अवस्थामा रहेका उनको जिल्ला अस्पताल दिक्तेलमा उपचार सम्भव नभएपछि काठमाडौँ पठाउने तयारी भइरहेको छ। दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका 6 नेपा स्थित काली खोलामा ट्र्याक्टर दुर्घटना हुँदा चालक मीन प्रसाद र ट्र्याक्टरमा सवार माइकलको घटनास्थलमा मृत्यु भएको प्रत्यक्षदर्शीले बताएका छन्। दुर्घटनामा गम्भीर घाइते सहचालक खेमराजको उपचारको क्रममा जिल्ला अस्पताल दिक्तेलमा मृत्यु भएको प्रहरीले जनाएको छ। दिक्तेलबाट खाली फर्किएको ट्र्याक्टर सडकबाट करिब 200 मिटर तल खसेको जनाएको छ। ट्र्याक्टर दुर्घटना हुनुको कारण अहिलेसम्म खुल्न सकेको छैन। दुर्घटनाका बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। विज्ञापनको बहानामा सरकारले अस्थायी शिक्षकलाई विस्थापित गर्न खोजेको भन्दै प्रदेश 2 का शिक्षक संगठनहरू विरोधमा उत्रेका छन्। शिक्षक सेवा आयोगले सम्झौता विपरीत प्रश्न सोधेर अस्थायी शिक्षकलाई विस्थापित गर्ने षड्यन्त्र गरेको भन्दै संयुक्त शिक्षक संस्था विरोधमा उत्रेको हो। वर्षौंदेखि काम गर्दै आइरहेको अस्थायी शिक्षकहरूलाई कुनै बहानामा विस्थापित गर्न नहुने भन्दै संयुक्त शिक्षक संस्थाले पुस 11 र 12 गते प्रदेश 2 का सम्पूर्ण सामुदायिक विद्यालय ठप्प पार्ने घोषणा गरेको छ। जनकपुर धाममा शनिबार पत्रकार सम्मेलनको आयोजना गरी पहिलो चरणमा 2 दिन विद्यालय बन्द गर्ने निर्णय भएको संयुक्त शिक्षक आन्दोलन परिचालक समिति प्रदेश नम्बर 2 का संयोजक लालबाबु यादवले जानकारी दिएका छन्।
और प्रदेश के संपूर्ण सामुदायिक विद्यालय बंद करके हम सब मासे से ये घोषणा भेल है। और वही 21, 11 और 12 गते के जे सिंबॉलिक हम सब सांकेतिक रूप से पहले ये 2 दिन के बंद के आह्वान के लिए यदि वहू से यदि नेपाल सरकार नहीं सुनते तो हम सब अनिश्चित काल के भी बंद के घोषणा भविष्य में कैल जा सके छै। तेहन हमरा सबके साथी सबके सुझाव आयल है। और हमरा सबके एक सूत्रीय मांग है कि जे अस्थायी शिक्षक के अभी के नेपाल सरकार के सुनियोजित षड्यंत्र के द्वारा शिक्षा सेवा आयोग से जे रिजल्ट प्रकाशित भेले जै में अस्थायी शिक्षक साथी सबके जे अनुतीर्ण करायल गेले वही साथी सबके 60 वर्ष जे थाई शिक्षक सब जे 60 वर्ष तक काम करे है तो 60 वर्ष तक उनका सबके अस्थायी रूप में ही जे रूप में कोनो विघ्न बाधा नहीं हो 60 वर्ष तक के उमेर हद तक अस्थायी के रूप में ही वही साथी सबके काम करे के मौका नेपाल सरकार एगो मंत्री परिषद के डिसीजन से कैल जा सके छै। अस्थायी शिक्षकलाई व्यवस्थापन गर्न आयोगले लिएको परीक्षाको परिणाम समेत आइसकेको छ। विज्ञापन उत्तीर्ण गरेका अस्थायी शिक्षकलाई यथावत राख्दै अनुत्तीर्ण भएकाहरूलाई सरकारले गोल्डन ह्यान्डसेक उपलब्ध गराउने निर्णय गरेको छ। तर शिक्षकहरूको संगठनले पनि विज्ञापनको नाउँमा सरकारले आफूहरूलाई धोका दिएको आरोप लगाएका छन्। सरकारले अस्थायी शिक्षकलाई विस्थापित गर्न रचेको षड्यन्त्र आफूहरूलाई स्वीकार्य नरहेको उनले बताएका छन्। पत्रकार सम्मेलनमा प्रदेश 2 का विभिन्न शिक्षक बैनरका पदाधिकारीहरूको सहभागिता रहेको थियो। अब समाचारमा केही बेर विश्रामपछि प्रस्तावित प्रधान न्यायाधीश चलेन्द्र शमशेर जबरा विरुद्ध 5 वटा उजुरी। ज्वालामुखी विस्फोटपछि सुनामी इन्डोनेसियामा 43 जनाको ज्यान गयो। र फ्रेन्च लिग 1 PSG को जित सर्वाधिक गोलकर्ताको सूचीमा एम्बापे। विश्रामपछि समाचारमा स्वागत छ। अब बाँकी समाचार। सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी नेकपा स्थायी समितिको जारी बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले पेश गर्नुभएको राजनीतिक प्रतिवेदनमाथिको छलफल सकिएको छ। पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा 8 दिन यता जारी पार्टी स्थानीय समितिको आइतबार बिहान बसेको बैठकमा नेता प्रदीप ग्वालीले पनि आफ्नो विचार राखेपछि अध्यक्षद्वय ओली र दाहालले संयुक्त रूपमा पेश गर्नुभएको राजनीतिक प्रतिवेदनमाथिको छलफल सकिएको हो। छलफलमा सदस्यहरूले उठाएको प्रश्नको जवाब आजै अपराह्न बस्ने पार्टी स्थायी समिति बैठकमा अध्यक्षद्वय ओली र दाहालले दिनुहुनेछ। अध्यक्षद्वयको कार्यव्यस्तताका कारण प्रतिवेदनमाथि उठेका प्रश्नको जवाब दिन अपराह्न 4 बजे पुनः बैठक बोलाएको पार्टीका प्रवक्ता नारायण काजी श्रेष्ठले जानकारी दिनुभयो। छलफलको क्रम सकिएको छ। जनै अध्यक्ष कमरेडहरूले प्रत्युत्तर वा स्पष्टीकरण वा आफ्ना भनाइहरू राख्ने क्रम पनि हुने सम्भावना थियो। तर अब आज समय त्यति अनुकूल भएन। त्यसकारणले अहिलेको बैठकमा त्यो भ्याइएन। आज नै 4 बजे पुनः बैठक यहीँ बस्नेछ र त्यो बैठकमा अध्यक्ष कमरेडरले आफ्नो विचार प्रस्तुत गर्नुहुनेछ। के सालको 45 सदस्यीय स्थायी समिति बैठकमा बोल्ने धेरै जसो नेताहरूले पार्टी एकीकरणको कामलाई अझै पूर्णता दिन नसकेको भन्दै पार्टी नेतृत्वको र जनअपेक्षा अनुसार काम गर्न नसकेको भन्दै सरकारको चर्को आलोचना गरेका थिए। केही नेताहरूले विवादास्पद एसिया प्यासिफिक सम्मेलनमा भाग लिएको भन्दै पार्टी अध्यक्ष एवं प्रधानमन्त्री ओली र वरिष्ठ नेता माधव कुमार नेपालले आत्मा आलोचना गर्नुपर्ने माग समेत गरेका थिए। बैठकमा वरिष्ठ नेता माधव कुमार नेपालले मापदण्ड समेत तय नगरी पार्टी प्रवेश कम्युनिटी गठन गरिएकोमा आपत्ति जनाउँदै सच्याउन माग गर्नुभएको थियो भने अर्का वरिष्ठ नेता झलनाथ खनालले अध्यक्षद्वय ओली र दाहालले पेश गर्नुभएको राजनीतिक प्रतिवेदन पार्टीको उचाइ अनुसार नआएको उल्लेख गर्दै पुनर्लेखन गर्न माग गर्नुभएको थियो। अपराह्न पुनः बस्ने स्थायी समिति बैठकमा अध्यक्षद्वय ओली र दाहालले राजनीतिक प्रतिवेदनमाथि उठेका प्रश्नको जवाब दिएपछि प्रस्तुत राजनीतिक प्रतिवेदन पारित हुने वा परिमार्जन गर्ने भन्ने विषयमा टुङ्गो लाग्ने वरिष्ठ नेता खनालले बताउनुभयो। नेपाल राष्ट्र बैंकका गभर्नर डाक्टर चिरञ्जीवी नेपालले बैंक तथा वित्तीय संस्थाहरूलाई प्रविधिमै
प्रविधि मैत्री बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। गभर्नर नेपालले बैंक तथा वित्तीय संस्थाहरूलाई प्रविधियुक्त बनाउन मानव साधनको विकासमा पनि जोड दिएको स्पष्ट पार्नुभयो। आज काठमाडौँमा आयोजित एक अन्तर्राष्ट्रिय स्तरको बैंक तथा वित्तीय संस्थाहरूको कार्यशाला गोष्ठीलाई सम्बोधन गर्दै उहाँले विश्वमा प्रयोगमा आएका नयाँ प्रविधिहरूको प्रयोग गर्न सक्ने जनशक्ति व्यवस्था गरेर अघि बढ्न पनि बैठक तथा वित्तीय संस्थालाई सचेत गराउनुभयो। Government and central bank are committed to utilization of banking and insurance services with the distinctions of innovative financial instruments. Now we are moving toward the click banking from the brick banking. The technological advance set the ground for emergence of new era of banking. As banking infrastructure and regulatory framework have been rapidly changing, and the key technological trends for digital transformation have to come forward, like big data analysis, artificial intelligence, cloud computing, Internet of Things, and robotic process automation. This suggests that human resource has to be dynamic in transforming human capital with the introduction of technology. The transformation of human capital is not. नेपाल राष्ट्र बैंकले बैंकहरूलाई प्रविधियुक्त बनाउन आवश्यक नीतिगत व्यवस्था पनि तय गर्दैछ। गभर्नर नेपालले प्रविधिको प्रयोगमा जोड नदिने बैंक तथा वित्तीय संस्थाहरू आधुनिक बजारमा टिक्न नसक्ने पनि स्पष्ट पार्नुभयो। प्रस्तावित प्रधान न्यायाधीश चलेन्द्र शमशेर जबरा विरुद्ध अहिलेसम्म 5 वटा उजुरी परेका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा रहेको संवैधानिक परिषदले मङ्सिर 27 गते जबरालाई प्रधान न्यायाधीशमा सिफारिस गरेपछि संघीय संसद सचिवालयको संसदीय सुनवाई विशेष समितिले जबरा विरुद्ध आउँदो बुधबारसम्म उजुरी दिन आह्वान गरेको छ। जबरा विरुद्ध गएको शुक्रबारसम्म 5 वटा उजुरी परेका सांसद सचिवालयका सहसचिव भरत गौतमले जानकारी दिनुभयो। उहाँका अनुसार उजुरी गर्न आउँदो बुधबारभित्र सोझै उपस्थित भएर या फोन तथा इमेल मार्फत गर्न सकिनेछ। उजुरीकर्ताले स्पष्ट परिचय खुलाएर उजुरी दिनुपर्नेछ, तर उजुरीकर्ताले चाहेमा परिचय गोप्य राखिने भन्दै आयोगले ढुक्क भएर उजुरी गर्न सकिने प्रस्तावित प्रधान न्यायाधीश जबराको आउँदो आइतबार संसदीय सुनवाई गर्ने तयारी गरिएको छ। संसदीय समितिले अनुमोदन गरेपछि राष्ट्रपतिले नियुक्ति गर्ने संवैधानिक प्रावधान रहेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारलाई असफल बनाउने प्रयास भइरहेको दाबी गर्नुभएको छ। प्रधानमन्त्री ओली मनमोहन अधिकारी नेतृत्वको सरकारले जस्तै आफू नेतृत्वको वर्तमान सरकारलाई पनि असफल गराउने प्रयास भइरहेको बताउनु भएको हो। शनिबार काठमाडौँको बसन्तपुरमा आयोजित 15औं राष्ट्रिय ज्यापु दिवस समारोहलाई सम्बोधन गर्दै उहाँले आफू देश र जनताको हितमा काम गरिरहेकाले कसैले केही बिगार्न नसक्ने पनि स्पष्ट पार्नुभयो। प्रधानमन्त्री ओलीले देशप्रति बैमानी नगरी राष्ट्रिय स्वाभिमानका साथ सरकारले काम गरिरहेको दाबी पनि गर्नुभयो। प्रधानमन्त्री ओलीले आफू नेतृत्वको अघिल्लो सरकारले अघि बढाएको सम्पदाको पुनर्निर्माण काम आफू सरकारबाट हट्नु परेपछि अलपत्र परेको पनि स्मरण गराउनुभयो। अलिअलि टिप्पणीहरू यो सरकारलाई अलोकप्रिय बनाउने कोसिसहरू भएका छन्। पहिले पनि भएका थिए। मनमोहनजीको नेतृत्वमा हामी सरकारमा हुँदा त्यसलाई अलोकप्रिय बनाउन धेरै कोसिस भएको थियो, तर त्यसलाई अलोकप्रिय बनाउन सकेन। योभन्दा अगाडि म प्रधानमन्त्री भएका बेला त्यस बेला पनि सरकारलाई अलोकप्रिय बनाउन थोरै कोसिस भएको थिएन, निकै धेरै कोसिस भएको थियो, तर बेइमानी नगर्ने, देशको अहित नगर्ने, देशको हितको पक्षमा, देशको स्वाभिमानको पक्षमा उभिने, देशको विकासका लागि काम गर्ने, जनताको भलाइका लागि काम गर्ने। प्रधानमन्त्री ओलीले सांस्कृतिक चाडपर्वहरूको बिदा कटौती गर्ने निर्णय पुनर्विचार गर्ने पनि बताउनुभयो। उहाँले जनताको सेवा गर्ने समय थोरै भएकाले सांस्कृतिक चाडपर्व बिदा कटौती गर्ने निर्णय लिनु परेको पनि स्पष्ट पार्नुभयो।
52वटा शनिबार पर्छ, 52वटा शनिबारमा बिदा हुन्छ। एउटा जातकै थुप्रो चाडबाडहरू हुन्छन्। हामीसँग इन्द्र जात्रा छ, कुमारी जात्रा छ, रथ तान्ने छ, मछेन्द्र नाच छ, घोडे जात्रा छ, गाई जात्रा छ, दसैँ छ, तिहार छ, के छ। अनि मुस्लिमका चाड छन्, बुद्धिस्टका चाड छन्, हिन्दूका चाड छन्, अर्को चाड छन्, हाम्रा परम्परागत चाड छन्। प्रधानमन्त्री ओलीले ज्यापु राष्ट्रिय दिवस कार्यक्रमका लागि 15 लाख आर्थिक सहायता उपलब्ध गराउने घोषणा पनि गर्नुभयो। उहाँले 15 दिनभित्र सरकारले सो सहायता ज्यापु समुदायलाई उपलब्ध गराउने पनि उल्लेख गर्नुभयो। कार्यक्रममा ज्यापु सांस्कृतिक संरक्षणमा योगदान पुर्याएकाहरूलाई प्रधानमन्त्री ओलीले सम्मान पनि गर्नुभएको थियो। ज्यापु संस्कृतिको संरक्षणका लागि बसन्तपुरमा ज्यापु संग्रहालय बनाउने योजना अघि सारिएको छ। अब फेरि समाचारमा केही बेर विश्रामपछि ज्वालामुखी विस्फोटपछि सुनामी, इन्डोनेसियामा 43 जनाको ज्यान गयो र फ्रेन्च लिग 1 PSG को जीत, सर्वाधिक गोलकर्ताको सूचीमा एम्बापे। विश्रामपछि समाचारमा स्वागत छ। अब बाँकी समाचार। इलाका प्रहरी कार्यालय मिर्चयाले गरेको सरप्राइज चेकिङमा दर्जनौं सवारी साधन कारबाहीमा परेका छन्। खास गरी मोटरसाइकल चालकमा छडापन बढेपछि चेकिङमा कडाई गरेर शनिबार दर्जनौं सवारी साधन नियन्त्रणमा लिएको मिर्चयाका प्रहरी नायक उपनिरीक्षक डीएसपी सुखदेव खनालले बताएका छन्। चेक जाँचको क्रममा मोटरसाइकल, ट्र्याक्टर, म्याजिक जीप लगायत 6 दर्जन भन्दा बढी सवारी साधन नियन्त्रणमा लिएको डीएसपी खनालले बताउनुभयो, जसमा मोटरसाइकल झण्डै 5 दर्जनको हाराहारीमा रहेको छ। पक्राउ परेका सवारी साधनलाई प्राकृतिक हेरी कारबाही गरिरहेको उनले दावी गरेका छन्। दिनहुँ फरक फरक स्थानमा छड्के चेक जाँच गरी त्यस्ता सवारी साधनलाई नियन्त्रणमा लिई कारबाही गरिरहेको उनले बताएका छन्। डीएसपी खनालले ट्राफिक प्रहरी सहित आफै सडकमा चेक जाँच खटिएपछि कारबाहीमा पर्ने डरले चालकहरू आफै सतर्क हुन थालेका छन्। मोटरसाइकल चलाउँदा हेलमेट प्रयोग नगर्ने, 2 जना भन्दा बढी सवार भई यात्रा गर्ने, मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने, कागजात नबोक्ने प्रवृत्ति बढ्दै गएकाले आम जनताको सुरक्षा र अपराध नियन्त्रणमा विशेष अभियान नै सञ्चालन गरिएको डीएसपी खनालले दावी गर्नुभयो। सवारी साधन चेक जाँचमा कडाई गरेपछि राजस्व समेत वृद्धि भएको छ। अब अन्तर्राष्ट्रिय समाचार। इन्डोनेसियाको समुद्रमा आएको सुनामीमा परि कम्तीमा 43 जनाको ज्यान गएको छ। 584 जना घाइते भएका छन् भने केही हराइरहेका छन्। इन्डोनेसियाको सुन्दा स्ट्रेट स्थित समुद्र तटमा सुनामी आएको हो। हराइरहेको तथा घाइतेको संख्या धेरै भएकाले मृत्युको संख्या बढ्न सक्ने अनुमान त्यहाँको विपद व्यवस्थापन एजेन्सीले गरेको छ। विपद व्यवस्थापन एजेन्सीका अनुसार सुनामीबाट 2 जना हराइरहेका छन्। सयौं घरहरू भत्किएका छन्। सुनामीले सबैभन्दा धेरै परेलाङ, दक्षिण लाम्पुङ र सेराङ क्षेत्रमा क्षति पुर्याएको सरकारी अधिकारीहरूले बताएका छन्। विपद व्यवस्थापन प्रमुखले सार्वजनिक गरेको तस्बिरहरूमा सहर पानीमा डुबेको देखिन्छ। क्राकोटाआन नामक ज्वालामुखी विस्फोटपछि समुद्र मुनि गएको पहिरो सुनामी आएको हुन सक्ने अनुमान छ। इन्डोनेसिया ज्वालामुखी विस्फोट तथा भूकम्पको चपेटामा पर्दै आइरहेको छ। गत सेप्टेम्बरमा मात्र भूकम्पपछि आएको सुनामीमा परि त्यहाँ 2000ले ज्यान गुमाएका थिए। अब खेल समाचार। फ्रेन्च लिग 1 अन्तर्गत शनिबार राति भएको खेलमा जित हात पार्दै पीएसजीले तालिकामा 13 अङ्कको अग्रता लिएको छ। आफ्नै मैदानमा भएको खेलमा पेरिस सेन्टर जर्मनले नान्टेलाई 1-0 ले हराउँदै कलियन एम्बाप्पेको एकमात्र गोल निर्णायक बन्यो। 68औं मिनेटमा एङ्गल डी मारियाले प्रहार गरेको कर्नरमा एम्बाप्पेले गोल गरेका थिए।
यो गोलसँगै एम्बाप्पेले फ्रेन्च लिग गोलकर्ताको सूचीमा शीर्ष स्थानमा उक्लिएका छन्। उनले कुल 12 गोल गरेका छन्। लिगका पीएसजीको 47 अङ्क छ भने दोस्रो स्थानको लिगको 34 अङ्कमा मात्र पर्दछ। अन्त्यमा मुख्य समाचार पुनः एकपटक। सिराहाको गोल बजारमा आज बिहान प्रेसर कुकर बम भेटियो। आवत जावत गर्ने बाटो बन्द। खोटाङमा ट्र्याक्टर दुर्घटना, 3 को मृत्यु, 1 गम्भीर घाइते। नेकपा स्थायी समितिको जारी बैठकमा अध्यक्ष दया ओली र दाहालले पेश गर्नुभएको राजनीतिक प्रतिवेदनमाथिको छलफल सकियो। ज्वालामुखी विस्फोटपछि सुनामी, इन्डोनेसियामा 43 जनाको ज्यान गयो। र फ्रेन्च लिग 1 पीएसजीको जी सर्वाधिक गोलकर्ता सूचीमा एम्बाप्पे। हस् त अहिलेले समाचार यति नै। पल पल खबर तेज नजर अपन टेलिभिजन हेर्दै गर्नुहोला। नमस्कार।